ल यो चाहिँ क्वेसन नम्बर 1 गरौँ। यसमा चाहिँ फाइन्ड द एरिया अफ ल्याटरल एन्ड टोटल सर्फेस अफ स्क्वायर बेस्ड पिरामिड है त। ल यहाँ स्क्वायर अनि बेस्ट पिरामिड अनि लेन्थ हामीलाई दिएको छ, हाइट दिएको छ है त। ल अब लेन्थ चाहिँ हाम्रो ए अनि 8 सेन्टिमिटर भयो अनि त्यसपछि हाइट चाहिँ हाम्रो यल अनि यो चाहिँ हाम्रो 3 सेन्टिमिटर भयो है त। अब एरिया अफ ल्याटरल सर्फेस चाहिँ के हुन्छ भने एरिया अफ ल्याटरल सर्फेसलाई चाहिँ हामीले चाहिँ यल या से गरिदिउँ है त, ल्याटरल सर्फेस एरिया। यसको फर्मुला चाहिँ हाम्रो के हो भने 2 टाइम्स ए टाइम्स यल हो। ए भनेको हाम्रो साइड भयो अनि यल भनेको चाहिँ यो हाइट भयो त। अब यो चाहिँ के हुन्छ भने 2 टाइम्स 8 टाइम्स 3 हुन्छ अनि त्यसपछि 16 टाइम्स 3 भनेको चाहिँ हाम्रो 48 भयो त। यसको चाहिँ 48 सेन्टिमिटर स्क्वायर हुन्छ है त। ल अब हाम्रो एरिया अफ ल्याटरल सर्फेस आयो। अब हामीले चाहिँ एरिया अफ टोटल सर्फेस निकाल्नु पर्यो। अब हाम्रो एरिया अफ टोटल सर्फेसलाई चाहिँ हामीले टी या से गरिदिउँ है त, टोटल सर्फेस एरिया। अब हाम्रो टी या से को फर्मुला चाहिँ के हुन्छ भने बेस छ नि, यो बेस एरिया अफ बेस पिरामिडको बेस जुन चाहिँ हाम्रो स्क्वायर हो त्यो प्लस यो ल्याटरल सर्फेस एरिया हुन्छ जुन भनेको चाहिँ हाम्रो एलएसए छ है त। अब यो पिरामिडको बेसको एरिया निकाल्नको लागि चाहिँ हामीलाई लेन्थ दिएकै छ, लेन्थलाई स्क्वायर गरेपछि एरिया आइहाल्यो प्लस 48 भयो त। अब यो 64 प्लस 48 भयो जुन चाहिँ हाम्रो 112 सेन्टिमिटर स्क्वायर हुन्छ है त। ल अब हाम्रो एरिया अफ ल्याटरल सर्फेस चाहिँ 48 सेन्टिमिटर स्क्वायर अनि एरिया अफ टोटल सर्फेस चाहिँ हाम्रो 112 सेन्टिमिटर स्क्वायर आयो है त।